ओए सबैजनाले आज नानीको बर्थडे मनाउनु पर्दैन। हेलो वेलकम ब्याक टु माई न्यू भिडियो। तपाईहरु सन्चै नै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। फेरि पनि तपाईलाई स्वागत छ मेरो ब्लग्समा। धेरै पछि भिडियो बनाउन लागेको छु हैन। अनि 433 सब्स्क्राइब कम्प्लिट भइसकेको छ। सबैजनाले सब्स्क्राइब गरिदिनु होला, 500 पुगाइदिनु होला। अहिले चाहिँ म बुरुस मार्दैछु, बिहानको 10 बजिसकेको छ। अनि आज चाहिँ यो अब धेरै दिनपछि भिडियो बनाउन लागेको छु। सबैजनाले हेरिदिनु होला अनि माया एन्ड सपोर्ट गरिदिनु होला। यो अलि किचकिचे छ, यो अलि डन छ। अनि त्यही हो अब ओइ नचल बडा। यो कसैको डर मान्दैन, म्यामको मात्रै डर मान्छ। मम्मी चाहिँ यहाँ दाल साल टकलाहरू पिस्दै, मासको दाल मकै के छन् थाहा छैन मलाई। अनि आज चाहिँ यी सब ओ पाएँ म चाहिँ टकला बुरुस गर्दै होइन। आज टकला भोलि आज मिल्यो भने आज हाल्छु भिडियो, नत्र भोलि 5 बजे हाल्छु। आज चाहिँ हाम्रो नानी सिस्टरको बर्थडे है। सबैजनाले कमेन्टमा ओए सबैजनाले ह्याप्पी बर्थडे भनिदिनु होला है। नानी तेरो पनि बर्थडे हो? ऊ त्यहाँ छि। ओ मोबाइल नबजा न, मोबाइल नबजा, मोबाइल आवर्सन गर। अनि त्यही उसको बर्थडे आज के हुन्छ दिनभरि थाहा हुन्छ। अनि के कस्तो पनि हुन्छ तपाईँलाई सब भन्नेवाला छु है त। चस्मा लगाएर आज टक्कै हाम्रो गाउँमा म्याच छ, तर मैले फुटबलको भ्लग हाल्दैन है। हाले पनि हालिदिन्छु। ल अब त्यही हो गाइस, सबैजनाले पछितिर भेटौँला, हामी जुटौँला। के हुन्छ त्यो सबैलाई भन्छु म है त। एकछिन पछि भेटौँला। अब म चाहिँ ब्याग भइसकेको छु। अहिले चाहिँ म तपाईँलाई प्याज चिम्न आएको थिएँ, रात परिसकेको छ होइन। अनि त्यही आज नानीको बर्थडे चाहिँ मनाउनु पाइन्न, किनकि बजे बित्नु भएको थियो। अनि 45 दिन पुगेको छैन, केही काटिएन। त्यही गाइस अब नानीको टकला प्याज मसला पिस्नु भएको छ। अनि गेम हेर्न गएको चाहिँ आज लफडा गऱ्यो खत्रै ठुलै। त्यो वाला भिडियो मैले फुटबलको भिडियो त हाल्दैन, अब त्यही पनि त्यो क्लिप काटेर हालिदिन्छु मैले है। अहिले त्यसमा मागेर साथीले बनाएको छ, त्यसमा काटेर हालिदिन्छु म। अनि खतरै यी गाउँबाट चाहिँ पलौचुकुरको भएको थियो, अनि खतरा नै लफडा गयो। रेफ्रीलाई हान भएपछि अलि पुरै आइज पनि उल्टिएर गयो। त्यही गाइस अब प्याज लगाएको छु म। उता नानीको बर्थडे छ, के हुन्छ म तपाईँलाई सबै आज त्यही हो। सपोर्ट माया गरिदिनु होला धेरै नै, त्यही भन्न चाहन्छु। आज अबदेखि रेगुलर भिडियो हाल्ने प्रयास गरिरहेको छु है। भिडियो हाल्ने मेसो मिलिरहेको छैन, अब हाल्नेछु भिडियो रेगुलर। अब म चाहिँ तपाईँलाई प्याज मम्मी मसला पिस्न आउनुभएको छ। लसुन भयो हाम्रो, प्याज पकाउनु पर्ने हुन्छ। अनि तपाईँलाई भात भएको चाहिँ हाम्रो बर्थडे गर्ल आजको नानी। ह्याप्पी बर्थडे। कति वर्ष पुगिस अरे? 7। हेरेर यता हेरेर भन्न, राम्रोसँग भन्। आज मेरो जन्मदिन हो, म यति वर्ष पुगेँ भन्। आज मेरो जन्मदिन हो, म यति वर्ष पुगेँ। 7 लाग्छ। आजको नानीको बर्थडेको भिडियो भोलि 5 बजे आउँछ। सबैजनाले हेरिदिनु होला, सबैजनाले कमेन्ट गरिदिनु होला ह्याप्पी बर्थडे भनेर यसलाई है। त्यो भात पनि पाकिसक्यो। अब त्यही हो गाइस, अब तपाईँसँग म बजी भेट्छु है त। प्याज पखाल्छु अनि भेट्छु है त। बाई भन्दा नि बाई। हेलो ब्याक, इज द नेक्स्ट डे। अहिले चाहिँ हामी के रो म्याच चना टिमले जान लागेको छौँ। अस्ति पानीको धानसान सब भिजाइदो रहेछ न गाउँ। हाम्रो चना छ, त्यो भएर टिप्नुपर्ने हुन्छ। बिहान उभियो मर्निङ चक्लाएर चना किन्न जानुपर्ने। बिहान त्यो 8 बजिसक्यो।
अहिले त बाटो ठोकेर अनि त अब चना 1-2टा कुरा छ अनि त्यो टिपेर घरतिर जानुपर्ने हुन्छ खाना खाँदैनौँ केही भएन बरु चुर्किन आएन आज यो भिडियो आज नै आउँछ 5 बजीतिर सकेसम्म हाल्ने प्रयास गर्नेछु है नत्र भोलि आउँछ सकेसम्म हाल्नेछु आज हेर्नु अस्तिको पानीले पुरै भिजाइदियो गाउँ अब उता चना छ त्यही भएर त्यो भेटौँ आयो त गाइस चल्छ चना पनि काटिसकेको छौँ हल्का यति बाँकी छ अनि हल्का छोटो लागेको चना यो हल्का चना काट्नुपर्ने हुन्छ अनि यति काटेर घरतिर जानुपर्ने हुन्छ खाना नास्ता पनि केही खाएन यति त काटिसकेको चना तपाईँलाई त्यो मम्मी हुँदैन त्यही हो अब यति चना काटौँ अनि के हुन्छ तपाईँहरूलाई देखाउने छु म एकछिन पछिर भ्लग पनि एन्डिङ गर्नुपर्ने हुन्छ है त अल्पतिर भेटौँला है चना काट्दाखेरि समात्ने मान्छे पनि हुन्न अनि फेरि आफै काट्नुपर्ने हुन्छ यहाँ मैले त्यही भएर जहाँ हुन्छ कि सिधै काटिसकेपछि देखाएको छु होइन त्यही भएर एकछिन पछिर भेटौँला है त तोरी पनि चना पनि ल्यायो अब यहाँ माथि सुकाइन्छ घाममा अनि भोलि चाहिँ ह्याप्पी न्यू इयर सबैलाई आज नै एडभान्समा ह्याप्पी न्यू इयर अब भोलि के गरिन्छ त्यो थाहा छैन होइन आजको भ्लग इन्डिङ गर्नुपर्छ आजको भिडियो यहीँसम्म चाहिँ के कस्तो लाग्यो भनेर मान्छे सब गरिदिनु होला लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला भोलिको अब नेक्स्ट भिडियोमा भेटौँ है त बाई बाई